खाना सर्दैन आयो 015 मा राख्नु न हुन्छ त हुने रहेछ अनि अटो गरेँ अघि त्यता होइन उता तिमी एउटाले हुन्छ त्यो उयो स्प्राइट पनि यता राख्दै सर्दैन म त स्प्राइट नै लेमन हो चाख्यौ के लिएछ त ल यी लोकल मासु यहाँ अर्क्या अनि सार्ग्याङबा अघि आधी चाहिँ खाइसकेँ आधीबाट मात्रै बुकबाङ आयो कि याद पनि फेरि अनि विङ्स भन न मन अन्त विङ्स अब भात गरमको फेरि यस्तो तरिकाले नखानेहरू भन्थ्यो अखबार मम्मा अहिले त मासु छ हो आधी खान्छु धेरै मात्रै त्यस्तो तरिकाले हुन्छ क्या मलाई आधी डेन्जर त्यस्तो छ ठुलो भएको यत्रो हुन्छ क्या मन रेकर्ड त हुँदैछ एकचोटि हेरेर उठेर भरे बिजोक मात्रै हुन्छ नि हुँदैछ त्यो टुकटुक गर्दै रातो बल्छ क्या 2 मिनट 12 सेकेन्डको भइसक्यो मन मेरो यही हो नि होइन सुप तर खानै भएको छैन अघि अफ गरी यहाँ मिलाएर खानु नि मिठो हुन्छ हो त्यो माउको चाहिँ पुरै खाँदैन है मासु पनि त हाल्नु आउँदो रहेछ मासु त हाल्नुपर्छ हामी चाहिँ त्यो उयो हाल्छौँ क्या त्यो मिठो लिभर र उयो बुझ्यो मनुले बनाएको त्यो खाँदैन खानु उयो भएर अपाल खानु न थपेर खाएको थपेर खाएको पनि चिसो छ कि मसँग उता पर्दैन तर नि भातमा राख्दा चाहिँ हुन्छ अघि है खानु न पिरो रहेछ मनु गरेर मुखमा तोल्यो भने पेट रहेछ भएर माछा छाले मिठो भयो रोटी मिठो भयो मासु अनि जस्तो त्यो बनाउनु सार्गनमा अनि विङ्स पर्क मिठो अनि यो के अरे मैले लोकल सुप पिरो भयो मलाई ठुलो भयो नि लोकल सुप त तितो ज्यादा जो डराउनु भएको छ मिठो मसला
किचनमा किचन कलर जस्तो हुन्छ तर चलेर हामीले फेरि दोस्रो लट थपेको बाद चाहिँ अघि त बिर्सेको के यो दोस्रो थपेको भने अघि त बिर्स्यो नि त भिडियो बनाउनु एउटा बनाइदिनु त्यो अचारमा बहिनीलाई अचार पनि मिठो बनाउनु फ्यानको आवाज चाहिँ सुन्नु अचार पनि बनाउँछ बहिनीले त कुखुराको बनाएको थियो अघि कस्तो मिठो बनाउनु अब बहिनीलाई बिजनेस खोल भनेको अब बहिनीलाई मम्मीलाई चिकनको अचार अनि खरिद गर्नुहुन्छ भने कमेन्ट गर्नु अनि बफ पनि बनाउने होइन अनि सुँगुरको पनि मिठो बनाउँछ मलाई यसलाई पनि होइन झानेर झाना अचार बनाउनुहुन्छ होला ए मेथीको अन्ध्राभरि सस्तो पनि बनाउनु किन तितो मात्र लाग्छ र मलाई त चिनी पनि धेरै खानु चिसो लाग्छ अरे थाहा छैन म त धेरै त खान सक्दिनँ तर अघि नैको लटको चाहिँ मैले खाइसकेको भिडियो बनाउनु बिर्सेछु त्यो पनि मम्मीले भनेर मात्रै त्यही याद आयो भिडियो बनाउनु त दसैँ कस्तो हुँदैछ हाम्रो दसैँ त्यस्तै हो खायो बिजी लाइफ भइरहेछ हौ साथीभाइ हो फेरि यहाँ अर्को हो मम्मीको त अर्किँदैन बिजी लजाएर नौ गरेर म अर्किँदा पुग्छ मन त पहिलाको भ्लगमा र अहिले त हेर्नुभयो भने कति अन्तर देख्नुहुन्छ निकै घटेको छ निकै चाहिँ घटेको छैन हो पहिलाको भ्लगमा हेर न अब कति पछि 2 वर्षपछि दिदी बहिनीको फेरि भ्लग आयो गाइस लोकल के भन्छ लोकल कुखुराको सुप र दसैँ मुक्दाङ हो यहाँदेखि हामी उता किन हेर्दैछौँ भने उतापट्टि चाहिँ दामी भ्यू छ कि त्यही भएर उतै मात्रै हेरेको हेरेको होइन मैले यहाँ टुम्माहरूदेखि उता चाहिँ राम्रो भ्यूहरू देखिन्छ क्या अनि यहाँदेखि उतापट्टिको जग्गाहरू
भाइदार मनु दसैँमा त मासु धेरै उयो भएछ खानै गाह्रो हो न्याक्क हुने क्या होइन मनु धेरै मासु खाएर त्यही भएर चटपटे पो खानु मन पऱ्यो ए मन चटपटे पनि मुखबाङ बनाउनुपर्छ अब त्यो कुद्नेवाला बनाउनुपर्छ क्या तिमी र म मात्रै भयो भने यता र उता नानीले हुँदाखेरि बनाउने भन्छ उहाँलाई पनि बनाउँदा हुन्छ आएर बनाउँदा हुन्छ यस्तो रक्ती अनि अन्डाभुली अनि यस्तो चाहिँ हामी चाहिँ पुरा ट्रेडिसनल होइन भने खाना हो अनि यो पनि ट्रेडिसनल हाम्रो लिम्बू डिस हो है एकदम मिठो हुन्छ अनि अरू त के हुन्छ र मन त्यति नै हो नि अनि के भन्छ झ्याउ होइन झ्याउ मिसाएर यो चाहिँ बनाउँछ एकदम मिठो हुन्छ अनि त्यहाँदेखि यो अन्डाभुलीसँग पनि झ्याउ मिसाएर बनाउँछ मिठो हुन्छ मन चाहिँ खानु मात्रै त्यस्तो छ बोल्दैन है बुवा तिमीमा नि म त बहिनीहरू भयो मासु घरबाट लान्छु सुना भने खानुपर्छ बिस्तारै अब तल सार्नुपर्छ यसरी अलिक अगाउँदै गएपछि तल सार्दै जाने त्यही भएर मैले अघि टाइट नलगाऊ भनेको त्यो त धन्न तन्किन्छ कोही त्यो स्कर्ट लागेबाट टाइट छैन यहाँ देख्छ क्या पेट कत्रो भयो यता अर्को तिम्रो अड्किँदैन क्या यहाँ तासिएको मैले यो खाऊ न एउटा मैले 3टा खाएँ यो यस्तो गरेर लेमन खाऊ अलिकति अनि त्यसपछि फेरि खाऊ न म त रोटी पनि मिठो लाग्छ फेरि पनि फेरि खानु न कमाल भयो म चाहिँ नक्क भइसक्यो होला नि मासुले त्यो भएर त खाँदैन देख्नु भएन पुच्छले चाहिँ त्यो खाँदैन नि सुँगुरको खाएको पाउनु गरिहाल्छ दसैँमा कुकुर बिरालोलाई पनि दसैँमा त्यो मरेको होला जस्तो लाग्छ यत्तिकै गर्छ क्या यस्तो टाउको नै त पानक्क भाग्छ कहिले त उठाइ मार्दैन पो उठ्दैन त्यो त छ्या म त एडिट काट्दिनँ फेरि बहिनीहरूले खोप्पा ल्याउँछ जुन भदैनीले खप्पा ल्याइसक्यो अब खुट्टा ढोक्छ म त फुपूको भदैनीहरू बिहा गरेर गइसक्यो बुझेर सम्झेर गर्नुपर्छ हो अहिलेको जमानामा त बिहा पनि साथीभाइ हो गाह्रो हुन्छ टिका लाउनु त यता पनि हो ए टिका लगाउनु त लाइसी दिनुपर्ने मनुलाई पनि खै अनि दिदीलाई ढोग्नु आएन अब अहिले पनि भित्र जाँदा त आएको छ
बाबाले पनि आशीर्वाद तर लाउनु हुँदैन है मन त इग्नोर इट गाइज नेचुरल पो भन्छ अहिले पनि बाजेको आशीर्वाद माग्नु दक्षी नानी फेरि आशीर्वाद त के हो होइन म के लाग्छ भने अरूले चाहिँ त्यस्तो सोच्दो रहेछ सोच्नु चाहिँ तर दक्षिणा जति दियो नि आशीर्वाद लाग्छ आशीर्वाद म त नेपाल आएर काली भइसक्यो यार झन् दसैँको घामले र झन् काला भइसक्यो अहिले फेरि के हुन्छ पो यता त डेन्जर पो मेरो बहिनी त फेरि असार भाउमा साउनमा 14 कस्तो नि खाउनु कहिले आइपुग्यो अब उसो जाउँ न भनेर चाहिँ ठुलो पनि लाने भने ए उसो कहिले अब दसैँमा खुला हुन्छ छुट्टी हुन्छ हुँदैन र उनीहरू पनि दसैँ मनाउनु जान्छ होला नि त्यस्तो भनेर कहाँ हुन्छ त्यो त खालि प्राइभेटै बनाउनु नहुनु हो क्या होइन प्राइभेट होइन नि सरकारी नै हो तर उयो धरानकै उयोमा चाहिन्छ नि त पैसाहरू विकासमा साबुन फ्याक्ट्री खोलिसक्यो अनि के पो होइन अस्पताल बेसार अस्ति हामीले 5 घर जाँदा त्यतै बाटो गयो भने त त्यतै जाँदा नि टिकट काट्नु पर्ने कहाँ जाँदा त्यो उसो हुँदै गएको हो क्या पाथी साथी भाडा भाडा धेरै टाढो उसो गएको छैन त्यताबाटै जान्छ होइन टिकट चाहिँ कहाँ काट्नुपर्ने एभरेजमा त 2 ठाउँ 3 ठाउँ काट्नुपर्छ यहाँ स्किन त यतिकै गरेको छ जहिले यस्तै हुन्छ यहाँ के अरे साह्रो डार्क सर्कल आएको तपाईँको चाहिँ डार्क सर्कल छैन उयो हो के भन्छ कालो भएको क्या कालो घाम यहाँ मुनि होइन यहाँ अनुहारैभरि सबै कालो छ देख्दैन फुटेको त होइन यस्तै नै कहाँ चाहिँ टिकट काट्नुपर्ने हो मलाई चाहिँ उता चाहिँ आधा धरान जानेमा आधा धरान जानेमा 2 जना त्यो मूर्ति छैन बुढी आमा बसेको अब त्यहाँ जाँदा पनि काट्नुपर्ने अनि पर त्यो धरान लेखेको ठाउँमा पनि काट्नुपर्ने एउटै गेटमा मात्र छ एउटै गेटमा हो त्यो यताबाट छिर्छ नि पुलको यताबाट हो त्यहाँबाट काट्यो भने सबै घुम्नु पायो होइन अनि यताबाट छिर्यो भने चाहिँ यता सबै घुम्नु पायो अनि आधा धरानको बेग्लै हो आधा धरानको चाहिँ कति रुपियाँ 15 रुपियाँ कि 20 रुपियाँ भोगटी लगेर गयो त्यहाँ खोल्यो कहाँको भोगटे अन्त भोगटे पाक्ने बेला नि भोगटेको पनि म काम गर्नुपर्छ होला म अगाडि राखेँ फेरि मैले यति धेरै त खाइसकेँ मैले पनि खाइसक्छु तर यो खानै सकिनँ मासु त धेरै भएछ हौ यहाँ त 2टा यस्तो पखेटा खेल जस्तो लाग्यो
बसेर नाक्क भयो मासु त सुँगुरको त म त एकछिन त अब है मेरो पेटै ठुलो भयो क्या पहिला सानो हुँदा म त 2 थाल 3 थाल भात पनि खाइदिने खाइदेऊ न नखानु भयो यो हालेर खाउँ न त यसरी आराम गर्दै खानुपर्छ मैले यो नि खाऊ न फर्स्ट टाइम मैले यत्रो स्प्राइट खाएको यार खानुहोस् खानु त तर यस्तो धेरै ड्रिङ्क्सहरू पनि धेरै खानु हुँदैन होइन भन एक्जाम्पल देऊ न तिमीले धेरै कोक खाएर के पो भएको तिमीलाई पथरिया भएको है धेरै खानु हुँदैन साथीभाइहरू पनि नखानु है धेरै कोक खानु त खानुपर्छ तर थोरै थोरै आफ्नो बडीले जति उयो गर्छ खानुपर्छ मरि लानु के तर खानु त्यो घिनाउने काम मात्रै गर्छ नगर्नु सुँगुरको त नखा भयो कुखुराको चाहिँ खा पस्दो रहेछ अहिले नबना तर खायो अलिक दिनको हो है यो है अलिक दिनको हो है धेरै ओइली भएर माता फेरि सक्दिनँ जस्तो है हेर त लोकल बनाउँदा तर यस्तै हुन्छ हौ लोकल हेर्नु न मेरो हात नसा हुन्छ ला के भयो आज मेरो नसा पनि यो त हेर्नु त नखा यहाँ चाहिँ केले डराएको अरे अघि बिहान